गाइस अनि यो 180cc को बाइक चाहिँ 4 गियरिङ पनि मजाले उकालोतिर मजाले पड्दिन्छ क्या आनन्दले सरररररर हुन्छ क्या किनकि कुदाएर गयो भने पनि मजाले 5 नम्बरसम्मै दिन्छ क्या आनन्दले उकालोतिर पनि ठिक्कको उकालो धेरै उकालो त कहाँ चढ्छ र 1 नम्बरमै चढ्न दबाउनु कुनै ब्याग गर्दा होइन कहाँ 1 नम्बर 5 नम्बर चढ्छ र ठिक्कको उकालोतिर पनि 5 नम्बरसम्म सरररर हुन्छ क्या ओ माई गॉड कौन है ये खतरा कुदाइरहेको छ मलाई ड्रग गरेर गयो होइन म पनि ड्रग गर्छु होला गाइस कतिको दम रहेछ यो एन अहिलेको नयाँ आउने बजाजको N60 हो कि N50 हो अब चाहिँ म यसलाई खान्छु क्या सक्दैन क्या भाइ सक्दैन कि के पनि नयाँ आए पनि लेजेन्ड ओल्ड भनेको ओल्डै हुन्छ ओल्ड इज गोल्ड हुन्छ होइन अनि राइडर स्किल पनि बवाल छ मेरो होइन आफ्नो आफ्नो तारिफ गर्छ है भिडियोमा चाहिँ गाइस मिनट पछाडि छ पछाडि भयो होइन हार मान्न है हार नहीं मानता है तू ठीक है अभी बारिश करके रोड गिरा होला है ना इसलिए मैं थोड़ा थोड़ा ढलाइरहेको छु होइन सो गाइस फेरि पनि ड्राइभ रेस भइरहेछ हाम्रो यहाँ होइन एकदम मलाई N50 हो कि N60 हो त्यहाँबाट N50 जस्तो भइरहेछ होइन तर के छैन मलाई लास्ट गयो अब यो काँचै खान्छ क्या बाउलाई कहिले पनि शान्तिको नथाम्नु क्या छोरो भन्नु अगाडि बाउ अगाडि आउँछ क्या सो गाइस बुझ होइन भ्याउँदैन क्या भाइ मलाई कति देखाएर त्यो अघि सिधा बाटो नआएर पो मैले नकुदाएको त होइन अलिक खुला नदेखेको नकुदाएको त मैले भेटेँ नि त होइन ए 180 पर्छ पनि बवाल हो क्या यसको टप स्पिड 100 पुग्यो पनि कस्तो हल्लिँदैन कि भाइ कस्तो स्मुथ चल्छ कि आवाज पनि सानो आउँछ ठिक्कको आउँछ ठुलो आउँदैन त्यही भएर लेजेन्ड बाइक हो नि त पहिलाको 180cc को आउँछ यो एकदम लेजेन्ड बाइक हो क्या पहिलाको होइन सो गाइस बवाल लाग्छ मलाई चाहिँ